मेरो नानीलाई नमस्ते गाइज, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आई होप हजुर पनि सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै अनि आरामै छु भन्दै आज चाहिँ म यहाँ बाहिरको ब्याकग्राउन्डबाट भ्लग स्टार्ट गरिरहेको छु साथीहरू। अनि आज म बिहानै उठेर रेडी भइसकेको छु, मतलब हात मुखहरू धोएर केसहरू कोरेर चाहिँ रेडी भइसकेको छु साथीहरू। अनि अब गाडी कतिखेर आउँछ त्यसपछि म आज जानुपर्छ साथीहरू एक्जाम दिनको लागि। कति 7 बजीतिर आउँछु भनेर चाहिँ अहिले चाहिँ 6 बजी बज्न लागिरहेछ। अब एकछिन त्यही बस्छु अनि यताउति गर्छु, त्यसपछि अनि ड्रेसहरू लाएर जानुपर्ने छ साथीहरू। कस्तो आजको मौसम हेर्नु न, यस्तो धुम्म भइरहेछ क्या आजको मौसम चाहिँ। पानी पर्न लागे जस्तो छ है। अब पानी पर्यो भने मकैहरू पनि छर्नुपर्छ, यताउति धेरै कामहरू हुन्छ साथीहरू। अनि त्यही भएर मैले चाहिँ बिहान भ्लग स्टार्ट गरिहालेँ कि अब एकछिनपछि गाडी आएपछि पाउने नपाउने नै मान्छेहरू साथीहरू सबैजना अझै जाने भनेर सोचेको। अब सबैजना अझै जान्छौँ, मलाई हामी रास हुन्छ, मलाई सायद बाहिर बसेर जानुपर्ने हुन्छ कि या भित्र बसेर जानुपर्ने हुन्छ। एउटै गाडीमा जाने भनेर हामी चाहिँ सल्लाह गरेको थियौँ क्या सबैजना। त्यही भएर अनि आज चाहिँ सबै हुन्छ मलाई साथीहरू। अनि भिड हुन्छ होला, प्याक हुन्छ होला, यताउता मान्छे लिन जाँदा आज गाडी ढिलो आउँछ, नत्र त बिहानै आउँथ्यो सधैँ। त्यही भएर आज चाहिँ ढिलो आउँछ होला साथीहरू। कस्तो भएको छ हौ अनुहार पनि। अनि म चाहिँ गाडीहरू भएर कति बेला पुग्छु थाहा छैन साथीहरू। पुगेर चाहिँ पानी परेछ हौ, कति बेला पुग्छु थाहा छैन साथीहरू। अनि अस्ति मैले भ्लग हालेको थिएँ, कसले हेर्नुभयो, कतिजनाले हेर्नुभयो, कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भने। तर मलाई खासै भ्लग त बनाउन आउँदैन, त्यही पनि हल्का बनाइदिरहेको हुन्छु त्यत्तिकै। अनि त्यही हो साथीहरू, मैले चाहिँ बिहान भ्लग स्टार्ट गरेँ। अब एकछिनमा रेडी भएर ट्याकटुक गरेर हामी चाहिँ तलबाट जाने हो। अब साउने हुँदै रसो हुँदै जाने हो हामी चाहिँ, होइन रसो हुँदै अनि माथि रौता हुँदै, त्यही हो कुरा। आऊ न हौ। अनि हाम्रो मम्मी चाहिँ अब आज के भन्नु, अब आज हामी रुइराख्नु भएको छ कि मम्मी चाहिँ कस्तो रुइराख्नु भएको छ क्या। किनभने अब भाइ बाँचेको भए भाइ म हामीसँगै हुन्थ्यौँ नि त एक्जाम दिनको लागि। अनि अब त्यस्तै भयो। अनि आज म रातभरि सपनामा देखाएको थिएँ भाइलाई है, अब आज म जान्छु भनेर होला सायद पनि सपनामा आएको। आज रातभरि सपनामा देखाएको थिएँ भाइलाई। नरुने मम्मी, रुनु हुँदैन त धेरै, म हिँड्ने बेलामा आँसु बनाइदिएर के गर्नु। म बाटोमा के भयो भने भरे मम्मी ऊ गाडी पनि आइसक्यो छिटो गर है। होइन त्यो अर्कै गाडी हो, 7 बजीतिर आउँछ भन्थ्यो यहाँ त। 3टा गाडी छ नि त आज। नरुनु है मम्मी धेरै, म एक्जाम सकेर अनि त्यसपछि आउँछु, फोन गर्दै गर्छु ल है। सुभाष आउँछ घरमा, सुभाष आएपछि साथी भइहाल्छ नि है ल। नरुनु है, रुनु हुँदैन। के गर्नु त साथीहरू, अब त्यस्तै हो। ल साथीहरू, कस्तो नमिठो भयो। गाइस म चाहिँ रेडी भइसकेको छु। अब भर्खर गाडीलाई फोन गरेको आउँछु भन्दै थियो। रुसिन त डाँडामा जानु पऱ्यो, गाडी नै आएन कि घर। जस्तो मम्मी रोक्को रै मलाई पो कस्तो अरू रोको देख्दा फेरि आफ्नै आउँछ क्या साथीहरू। त्यही भएर कस्तो गाह्रो हुन्छ होला त। अब गएको कुरा सम्झेर त हुँदैन, तर पनि याद आउँछ क्या है। अब आज हामी सँगै गइन्छ नि त, मम्मी यस्तो रुनु भयो, कस्तो नमिठो भयो क्या। अस्ति पनि मम्मी रुँदाखेरि अब हुन्छ नि, अब त्यो त्यस्तो भनेर भनिदिन्थेँ। आज त भन्दाखेरि कस्तो एक्लै जाइदिन्छु मलाई तेरो भन्दैन नि, कस्तो नमिठो भयो क्या। अनि भ्लगिङ गरिहालेँ राखिहालेँ साथीहरू। अनि म चाहिँ रेडी भएर ट्याक्क रेडी भइसकेँ। रेडी भएर म चाहिँ अब यहाँ मलाई भुइँमा झर्दियो साथीहरू। मेरो त मेरो ड्रेस अब हेर्नु ल भनेर यसरी देखाउँदै थिएँ मैले है। यस्तो लाएर हिँडेको साथीहरू, सेतो कपडामा एकैछिनमा फोहोर देखिन्छ क्या। हेर्नु न आजको मौसमहरू धमिएर यहाँनिर हामी फोटो खिचेको थियौँ दसैँमा सबै फ्यामिली भएर। यस्तो धेरै धुम्मिरहेछ हौ साथीहरू। यतै अङ्कलहरूको घरहरू
यता मेरो घरहरू म चाहिँ यता डाँडामा आएँ मेरो रोड यहाँनिर छ है घर चाहिँ उतै हो कि फेरि रोड त्यहाँ छ घर यहाँ रोड घर नजिकै छ कि साथीहरू मेरो रोड चाहिँ भन्नु पर्दामा गाडी त्यहाँबाट आउँछ हेर्नु है उयो रोड हुँदै हुँदै त्यो पल्लो भित्तामा पनि छ नि त साथीहरू त्यहाँबाट लिएर बित्ताउँदै हुँदै 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 यता आइपुग्छ गाडी चाहिँ कति बेला आइपुग्ने हो थाहा छैन छिटो रेस्ट लाएर बसे जस्तो लाग्यो हो साथीहरू त्यहाँ आउँदैछ पर मान्छे लिएर आउँदैछ देख्नु रहनु होला है साथीहरू त्यता कि पुरै धुमिरहेको साथीहरू दिनदिन मैले चाहिँ देखेँ है त्यहाँबाट डाँडामा मान्छे लिएर आउँदैछ ओके साथीहरू म भरे भेट्छु ल अब कति बेला भ्लग बनाउन भेट्छु थोरै थोरै मेमोरी क्याप्चर गर्छु नि साथीहरू थोरै थोरै भ्लग बनाउँछु भरे भ्याएँ भने बाहिर बस्नुपर्छ होला सायदै हेरौँ अब भरे कस्तो कन्डिसन हुन्छ म तपाईँहरूलाई भन्नु नि छु साथीहरू भेट्न लगाएको बहिनी चाहिँ भेट्न लागिसकेको छ साथीहरू मलाई कस्तो जानु पनि नमिठो भइरहेछ बिहान बिहान मम्मी रोकेर एकातिर मम्मी भाइ आज मसँग जान्छ नि त अनि मम्मी छैन नि त त्यही भएर मम्मी रुनु भयो क्या कस्तो नमिठो भयो यता अनि डाँडामा आएर भ्लग बनाउँदै थियो कि पनि अब राम्रोसँग बस्छ होइन म ट्याक्क एक्जाम सकेर आउँछु त्यसपछि फेरि भेट भइहाल्छ कि हाम्रो अब कति 27 गते एक्जाम सकिन्छ त्यसपछि अब फेरि भेट भइहाल्छ नि है त्यसपछि अब चाहिँ सुनसान हुनुभयो क्या यसलाई सुनसान हुनु हेर्दैन झर्न लाग्छ यहाँ झरो क्यामेरा थियो त्यसो यता उठ नि क्यामेरामा आफ्नो नदेखिने भन्छ के गर्नु के गर्नु अब चाहिँ अब म आइहाल्छु कसको त्यही हो साथीहरू अब चाहिँ बहिनी मलाई भेट्न आएछ म चाहिँ एकान्तमा आएर भ्लग सेयर गरिरहेको थिएँ कि मम्मी रोएर अनि भ्लग बनाएर आएको थिएँ त्यहाँको बहिनी पनि भेट्न आयो हामी पनि छुट्छौँ अब साथीहरू गाडी अब एकछिनमा आउँछौँ त्यहाँ पर डाँडामा आइरहेको थियो साथीहरू भेला हुँदै हुँदै ल्याइरहेको थियो गाडीले चाहिँ अब गाडी आएपछि म जान्छु बहिनी गाडी आउँदैसम्म बस्दैन होला है बस्नु होला गाडी आउँदैसम्म बस्छु होला बहिनी त्यसपछि टाटा बाई बाई भनेर जान्छु साथीहरू एक्जाम हेर्न सक्नुहुन्छ साथीहरू ड्राइभर चाहिँ हुनुहुन्छ हामी चाहिँ भर्खर घरबाट हिँडिसकेको छौँ होइन मलाई चाहिँ अप्ठ्यारो भयो त्यही भएर साथीलाई हामी चाहिँ घरबाट हिँडेर ट्याक्क सुनकोसीमा आइपुगेको छौँ साथीहरू अनि के अरे म झ्यालमा बस्दैन नि त अनि साथीले भिडियो गर्न दिएको थिएँ कस्तो अब गाउँको बाटो ढुङ्गा होइन कस्तो हल्लिँदै भिडियो नि भइरहेछ कि साथीहरू त्यति राम्रो भिडियो नि हुन पाएन मैले चाहिँ त्यति धेरै भिडियो पनि गरेन अब हल्का अलिअलि गरेँ त्यति भिडियो गर्न पाएन साथीहरू किनभने गाडीमा प्याक मान्छेहरू थियौँ अनि यो चाहिँ मेरो घरदेखि निकै टाइम लाग्छ अनि लाखदेखि मुनि हो सुनकोसी कस्तो हरियो पानी बगिरहेको छ हेर्नु तर मेरो क्यामेरा चाहिँ दामी देखाएको छ होइन यति कस्तो के किरमिर जस्तो देखिरहेको छ घाम नि लागिरहेको थियो साथीहरू अनि घाम हल्का लागिरहेको थियो नत्र आज घामै लागेको थिएन तर घाटा पुग्ने बेला चाहिँ यस्तो धेरै गर्मी थियो भगवान् गाडीमा यस्तो गर्मीले झन् बिचमा चेपिएर आएको झन्डै मरेन साथीहरू अनि यहाँ चाहिँ ट्याक्क सुनकोसीमा सेत बगर छ साथीहरू नि हामी चाहिँ गाडीभित्र चाहिँ यतिजना मान्छेहरू छौँ अगाडि पनि प्याक पछाडि पनि प्याक त्यसपछि साथीहरू मैले चाहिँ ट्याक्क माथि बाटो आएपछि भ्लग अनि म चाहिँ साथीहरू बिमिरी आइपुगेँ अनि बिमिरीमा भाइलाई भेटेँ त्यसपछि भाइसँग भ्लग बनाएँ त्यो भाइ बिचमा म कुनामा त्यसपछि साथी छेउमा त्यसपछि अलिकति ठाउँ खालियो साथीहरू अनि भाइ सँगसँगै हामी चाहिँ आधी बाटोसम्म अनि त्यसपछि साथीहरू हामी रस्तो खोला आइपुग्यौँ अनि साथीहरू हल्ला गर्न थाल्यौँ मलाई त रस्तो खोला थाहा त थियो कि तर पनि कस्तो याद चाहिँ थिएन अनि साथीहरूले रस्तो खोला आइपुग्यो भन्ने बित्तिकै मैले फेरि भ्लग स्टाइल बनाएँ बिचमा थिएँ त्यही भएर हल्का मात्रै
भयो रसोगोल्ला देखिएन कि मजाले नै छेउमा बसेर चाहिँ दामी गरेर देखिन्थ्यो साथीहरू तर म बिचमा भएर त्यति राम्रो भिडियो भएन रसोगोल्लाको। सो गाइज हामी चाहिँ यो के अरे रस्ताघाटको पुलमा आइसकेको छौँ। म त यहाँ आएकै थिइनँ हौ, अस्ति म के अरे नहेरी याद नगरी गएँ क्या अस्ति घाट जाँदा। अनि म त कहाँनिर अन्त सरहरूलाई सोध्दै थिएँ कहाँनिर भन्ने यहाँ रहेछ यस्तो रहेछ। हामी परेसम्म जाऊँ ल अनि फिर्केर तिमीले हिजो अस्ति स्कुलको भ्लगमा मेरो यहीँ लेखेको होइन त हेरौ तिमीले ए साथीहरू पनि परतिर आउँदैछ कस्तो दामी। तर यो क्यामेरामा राम्रो देखिँदैन र मात्र हो साथीहरू छेउको गर्थेँ। कोसी यहाँदेखि मासतिर चाहिँ के पर्छ होला रसै पर्छ होला साथीहरू। सही ओ यो पाखा त के अरे खोटाङ रहेछ साथीहरू। म त यता के भनिरहेको थिएँ मेरो साथीहरू यता छ। अब हामी चाहिँ खोटाङमा पाइला टेकेर आउन लागेको छौँ। अनि यहाँनिर टक्क हरियो 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 कोसी छ। त्यता परतिर मेरो साथीहरू छ। यता चाहिँ म छु। अब यहाँदेखि हामी चाहिँ उता हुँदै जान्छौँ साथीहरू। हल्का हल्का भिडियो बनाउँछु त्यतातिर पनि पार्ट 1 र पार्ट 2 गरेर हाल्छु मात्र भिडियो। सो गाइस तपाईँ चाहिँ हामी हिँडिसकेको छौँ र त खोटाङको खोटाङ के अरे खोटाङमा पाइला टेकेर अनि फेरि रस्ता नै उदयपुरै फर्किसकेको छौँ। अनि यहाँ चाहिँ साथीहरू सानो सानो बोट तर आँप चाहिँ हेर्नु न कस्तो कति धेरै फलेछ रहेछ आँप चाहिँ। अब फेरि हामी उदयपुर बलमताकै ठाउँ टेक्नल हामी चाहिँ हिँडिसकेको छौँ। एक दुईवटा फोटो खिच्नु भनेको क्यामेरा फेरि कस्तो दामी छ हाम्रो त्यही भएर हामीले फोटो खिचेको यस्तो दामी बारेर। साथीहरू अब म भरे एकैचोटि कहाँ गएपछि भेट्छु भनेपछि उहाँ के अरे रौता उनीहरू चाहिँ अब रौता पुग्दैन अनि हामी चाहिँ रौता हुँदै जान्छौँ नि त त्यही भएर रौता हुँदै हामी रौता भेट्छौँ। हामी अब त्यहीँबाट जाने त्यही भएर दामी देखिन्छ त अरे यस्तो रस्ताघाट होइन यो। अब चाहिँ हामी रोता जाने बाटोमा पुग्यौँ। अब हामी रोतातिर लाग्यौँ साथीहरू। अब यहाँदेखि धेरै छ धेरै लामो बाटो छ रोता जानको लागि चाहिँ। अनि त्यसपछि त्यहाँनिर यसो हेरेको त यस्तोसम्म बारीहरू थियो अनि भिडियो गरिदिउँ न त भनेर गर्थेँ। यहाँ चाहिँ मकैहरू पनि छर्दै थियो कहीँ कहीँ उम्रिसकेको थियो साथीहरू। अनि कस्तोसम्म कस्तो भिरालो पनि थिएन ठुलो ठुलो बारीहरू थियो अनि ट्याक्क मैले भिडियो लिइदिएँ। अनि साथीहरू हामी चाहिँ फेरि रोतादेखि माथि अब रोता पुग्नुभन्दा पनि रोता गाडी बाटोमा चाहिँ आइसक्यौँ साथीहरू। मैले थोरै भिडियो लिइदिएँ। अनि त्यसपछि यस्तो धेरै अप्ठ्यारो बाटो थियो साथीहरू गाडी आमा तलबाट भन्दा नि त्यो रोताबाट हुँदै हामी त आएको नि त यस्तो धेरै भिरालो बाटो थियो साथीहरू। अप्ठ्यारो नै अप्ठ्यारो गाडी झन्झनै फस्न खोजेर यस्तो रिजेक्ट लागेको थियो साथीहरू बाटो पनि त्यस्तै झन्। अनि साथीहरू हेर्नु कस्तो दामी ठुलो ठुलो बारीहरू पनि अलिकति माथिको साइडमा मैले भिडियो बनाइदिएँ हिँड्दा हिँड्दै हेर्नु ठुलो ठुलो टाढहरू सम्मसम्म थियो क्या। अनि त्यसपछि भिडियो बनाइदिएँ मैले साथीहरू। यहाँनिर मकैहरू छर्दै हुनुहुन्थ्यो कहीँ मल हाल्दै हुनुहुन्थ्यो कहीँ मकै छर्दै हुनुहुन्थ्यो कति मकैहरू उम्रिसकेको थियो त्यो गोड्ने बेला भइसकेको थियो। अनि हाम्रोतिर त अब पानी आयो भने छर्ने बेला धमाधम हुन्छ हाम्रोतिर पनि तर यहाँ चाहिँ अब अलिक लिक पर्छ रहेछ त्यही भएर साथीहरू यहाँ मकैहरू पनि छरिसकेको थियो कोही गोड्ने बेला पनि भइसकेको थियो कहीँ चाहिँ मकै मल छर्यो त्यो चाहिँ माथि रोतामै गाउँपालिकामा पुगिसकेको थिएँ साथीहरू म चाहिँ माथिनिर। अनि त्यसपछि हल्का हल्का मात्रै भिडियो बनाइदिएँ क्या किनभने म बिचमा थिएँ नि त साइडमा छेउमा थिएन। सो मैले चाहिँ अनि भिडियो मजाले गर्नु पाएन साथीहरू त्यसको लागि चाहिँ सरी। अब अनि त्यस्तै मैले भिडियोहरू बनाएँ हल्का हल्का। अनि अब यस्तै भयो नि हेर्थ्यो नि होला मैले बिचमा बसेर पनि यस्तो भिडियो बनाएको छु नि साथीहरू। अब चाहिँ साथीहरू हामी रोतामै गाउँपालिका भन्ने ठाउँमा छिरिसकेको छौँ माथि। म त कहिले नि आएको थिएन यो बाटोमा यो बाटो कहिले नि हिँडेको थिएन। अनि कस्तो अप्ठ्यारोहरू पनि त्यो बाटोहरू कहीँ सजिलो पनि थियो अनि त्यस्तो धेरै टाढो पर्ने रहेछ यहाँबाट रोतामा। अनि त्यसपछि हामीले चाहिँ रोतामै गाउँपालिका भन्ने एउटा पम्पलेट भेट्यौँ त्यसपछि हामी रोतामा छिरेछौँ भन्ने भयो।
अनि साथीहरू हामी चाहिँ रौता पुग्यौँ अनि रौता पोखरी यस्तो थियो अनि यहाँ मान्छेहरू पूजा गर्दै हुनुहुन्थ्यो। अब हामी चाहिँ खाना खाएको थियौँ त्यही भएर पूजा गर्न नि मिलेन, त्यही भएर अरू पूजा गरेको हेरेँ। सो गाइस म चाहिँ रौतामा आइसकेको छु। तर कस्तो चिसो मौसम रहेछ यहाँनिर चाहिँ। कल त कस्तो धेरै गर्मी थियो अनि यो भएर म चाहिँ गाडीमा सिटमा सँगै परेछौँ नि त, त्यही भएर हामी सँगसँगै हिँडेको। साथीहरू चाहिँ पढ्छ अनि म चाहिँ उता फोटोहरू खिचिरहेको छ अनि म चाहिँ यतातिर हेर्नु पऱ्यो भनेर आएको। साथीहरू मौसम त कस्तो धुमधाम रहेछ तर ठिकै लाग्यो रौता पनि, त्यति धेरै उ पनि छैन रहेछ। अनि गाइस यहाँनिर पनि मन्दिर रहेछ अनि यहाँदेखि टक्क सिँढी तलसम्म छ सिँढीहरू अनि तलतिर चाहिँ नझरौँ ल भाइ, एकसँगै जानुपर्छ अरूसँगै। अनि यतातिर पनि मन्दिर रहेछ, यहाँ पनि तिरतिर पनि मन्दिर छ। अनि हामी चाहिँ खाना खाएर आयौँ। सो पूजा गर्न मिलेन साथीहरू, त्यही भएर हामी चाहिँ अब यत्तिकै हेर्ने घुम्ने बस्ने मात्रै, पूजा गर्न मिल्दैन नि त। हामीले खाना खाएर आएको छौँ अनि उहाँ तल चाहिँ गाडी राखेर आएको। यहाँनिर गाडी राखेर उयो सिडी हुँदै यहाँबाट उकालो आएको छौँ साथीहरू। आइया त्यही हो साथीहरू, यताको ब्याकग्राउन्ड चाहिँ यस्तै रहेछ। खासै भन्दा नि ठिकै लाग्यो म त रौता पनि। यहाँ तल चाहिँ पोखरी छ अनि मैले गार्डन भ्लगहरू त्यति बनाउनु पाएको छैन क्या, किनभने म बिचमा छु अनि झार्नु छैन नि त। अनि प्याक छ मान्छे अनि भ्लग बनाउनु मिल्छ नि, माक्स चाहिँ दुःखले। अनि यहाँ पूजा भइरहेछ, त्यहाँ पूजा भइरहेछ। ओके साथीहरू, हामी त्यहाँ मन्दिरमा जानु मिल्दैन, म तपाईँ त्यहाँनिर गएर भिडियो बनाउँछौँ ल। हामी चाहिँ यहाँनिर पूजा गर्नलाई प्रवेश गरिसकेको छौँ। त पूजा गर्न त मिल्दैन तर यहाँ बसेको मात्रै थियो म चाहिँ। यहाँ चाहिँ पूजा गरेको पोखरी सो गाइस हामी चाहिँ माथि मन्दिरहरूमा गयौँ पनि झऱ्यौँ तर पूजा गर्न मिल्दैन थियो नि त। हामीले खाना खाएको थियौँ त्यही भएर अनि तल पोखरीमा झरेर यसरी पानी जल चढाइदिएको मात्र। अनि हामी चाहिँ झऱ्यौँ, अब सिडी हुँदै भाइ र म झर्दा चाहिँ पिरो चटपटे खाँदा चाहिँ अब पिरो चटपटे खान्छ भाइ। साथीहरू क्यामेरा हेर्ने भएको झन् लडेन नि त म। मान्छेहरू चाहिँ भिडाभिडी हुनुहुँदो रहेछ पूजा गर्नको लागि यहाँनिर। अनि यहाँ पनि पूजा गर्न लाउँदै हुनुहुन्छ अनि त्यही हो साथीहरू। अब चाहिँ हामी साथीहरू माथि फोटोहरू खिच्दैछौँ, हामी चाहिँ एकछिनमा आउँछौँ। उनीहरू चाहिँ एकछिनमा आउँछन्, हामी चाहिँ तल खालको बसेर खाजा खाँदै गर्छौँ। हाई भनिदिनु मेरो भ्लगमा। तपाईँहरू कहाँबाट? ए हस् आज आउनुभएको? ए हस् त राम्रोसँग पूजा गर्नु ल। हस् पूजा गर्न चाहिँ यहाँ रास मान्छे हुँदो रहेछ नि भाइ। अनि नि भाइ चाहिँ आज छादेर है गाडीमा कस्तो उल्टी हुने रहेछ क्या छोरी मान्छेलाई जस्तै। अनि के किनेको थियो नि त भाइले चाहिँ चाउचाउहरू फ्रुटीहरू के किनेको थियो, बिचरा नक्खा हुने भयो। पिरो चटपटे खानु मन छ र त्यो खाने छ। यहाँ चाहिँ हेर्नु न पुरै रिजर्भमा आउँदो रहेछ क्या, गाडीहरू पनि टन्न छ। म त फर्स्ट टाइम रहेछ, म त फर्स्ट टाइम आयो नि त त्यस्तो। तर मलाई फोटो खिच्नु मन लागेन। यस्तो गाइस हामी चाहिँ खाजा खायौँ भाइ म भएर खाजा खाएर अनि यता उयो ठाउँ के अरे यो भन्ने यहाँ रहेछ क्या। अनि यहाँनिर जाऊँ भनेर हामी चाहिँ आएको। लास्टै पिरो भयो, भाइले गाडीमा बमिट गरेको थियो नि त। अनि पिरो चटपटे खानु मन छ भनेर पिरो चटपटे खाएको। कस्तो खोर्सानी पिरो नहुने, लोकल जस्तो नहुने है भाइ। लोकल खोर्सानी त्यत्रो खोर्सानी हामी त्यति धेरै पिरो हालेर पनि अनि टोकेर खाएको र पनि पिरै भएन छ्या। अनि यस्तो रहेछ रौता ठिकै रहेछ तर सम्म रहेछ चारैतिर सम्म चाहिँ। तर यस्तो त चारैतिर सम्म छ खाना चाहिँ ठिकै लाग्यो मलाई चाहिँ। त्यति धेरै राम्रो पनि नभनौँ, ठिकै रहेछ साथीहरू रौता चाहिँ। फेरि उयो चाहिँ के हो थाहा भएन, यहाँ जतातिर त केही त छैन होला। ए जङ्गल छ साथीहरू, यहाँ जतातिर त केही छैन। साथीहरू रौताको ब्याकग्राउन्ड चाहिँ यस्तै छ है। मैले माथिको ब्याकग्राउन्ड पनि देखाएँ, तलको ब्याकग्राउन्ड पनि यस्तै छ। उतानिर चाहिँ पिङ खेल्ने ठाउँ रहेछ फेरि। अनि यस्तो गाई त्यस्तो रहेछ। अब म चाहिँ रौता घुमिसकेँ, यताउता सबै ठाउँ गइसकेँ। यहाँ उतानिर चाहिँ फेरि पसल छ अनि भाइले चाहिँ फेरि चटपटे खाने रे। अनि भाइलाई 20 रुपियाँको चटपटे फेरि खान्छ, म पर्खिन्छु। म चाहिँ नखाने धेरै। अब भाइले गाडीमा
खाऊ म पर्खिन्छु क्या खाऊ खाऊ खानु मन लाग्छ भने खानुपर्छ क्या उल्टी त गर्दैन नि भरे ए उल्टी गर्दैन भने त ठिक छ अनि त्यही हो साथीहरू अब चाहिँ म एकैचोटि गाईघाट भेट्छु ल गाईघाट मात्र कता कता अलिअलि बनाउँछु हाल्छु किनभने पार्ट 1 मा मात्र धेरै लामो हुन्छ सो म पार्ट 1 पार्ट 2 भनेर हाल्छु ल 2 दिनमा हाल्छु साथीहरू दिनमा हाल्छु ब्लग अब चाहिँ हामी गाडीमा पस्नेवाला छौँ यो भाइलाई मैले को भाइ भनिरहेको यो त मेरो आफ्नो सोल्टी पर्ने रहेछ है कस्तो मैले त कहाँको छेत्री भनिरहेको थिएँ कि म त कास्ट छेत्री होला भनेर तर पनि कस्तो मजाले मिल्ने अनि म त पनि कस्तो मजाले मिलिदिइरहेको थिएँ भाइ अन्त मैले सोद्धाखेरि त मेरो भाइ सोल्टी पो पर्ने रहेछ ओए होइन सो गाइस म चाहिँ रुम आइसकेँ घाट आइसकेँ आएर पनि रुममा आएर पनि खाजाहरू खाएर पनि सबै कपडाहरू फेरेर सलक अनि यति गर्मी छ साथीहरू लाइन गयो कि म त मर्छु क्या अब एक्जाम घरिमा लाइन गयो अब पो गर्मी भएर साथीहरू अनि कोठाहरू आएर सबै सफा गरेँ अनि योहरू सबै सिनिक्क पारेर अब भरे म यहाँनिर सुत्छु साथीहरू भरे म यहाँनिर सुत्छु अनि यहाँ बुकहरू मिलाएँ यहाँ कपडाहरू राखेँ अनि यहाँ चाहिँ दाइ सुत्नुहुन्छ अरे यहाँनिर चाहिँ दाइ सुत्नुहुन्छ दाइको रुम पनि मिलाएँ अनि म चाहिँ यहाँनिर सुत्छु भरे साथीहरू अब गर्मीले म मर्छु लाइन गयो आजको भ्लग के कस्तो यति गाह्रो भएको थियो साथीहरू बाटोमा आउनु यति गाह्रो भएको थियो सुरुमा चाहिँ पुरै चेपाचेप थियो पछिबाट पनि चेपाचेप नै भयो क्या एउटा भाइ थियो मसँग अनि त्यसपछि यता दाइ हुनुहुन्थ्यो यता साथीहरू चेपाचेप टाउको दुखेर कान टालिएर गर्मी भएर भगवान् कस्तो घुमिरहेको छ हौ यति भएको थियो बाहिर ब्याकग्राउन्ड आएर चाहिँ अनि यति गाह्रो भएर आइपुगेँ साथीहरू बल्ल अब भोलि स्कुल हेर्न जान्छु अनि पर्सि तयारी गरेर निकर्सिदेखि क्लास एक्जाम साथीहरू अब म भ्लग चाहिँ कतिको लामो चाहिँ हेर्छु नभए एकचोटि हाल्छु नभए पार्ट 1 र पार्ट 2 भनेर हाल्छु के कस्तो भयो मेरो भ्लग फुल हेरिदिनु होला अनि त्यही हो साथीहरू गर्मी रहेछ लास्टै नै धेरै भ्लग बनाउन पाइनँ सो मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने एउटा सब्सक्राइब लाइक गर्न नबिर्सनु होला साथीहरू म चाहिँ पर्सनल यस्तो भइसकेको छु ठिकै छ ओके साथीहरू बाई बाई अब चाहिँ मेरो भ्लग एकैचोटि पछि आउँछ